यस मण्डलीका पास्टरज्यू, कास्कीका पास्टर अध्यक्षज्यू, उपाध्यक्षज्यू, मेरो आदरणीय जन्मदाता बुवा र यहाँ जति पनि सहभागी हुनुभएका छन् यहाँहरू सम्पूर्णलाई यहाँहरूले गर्नुभएको मान सम्मान स्वागत गर्नुभएको यहाँलाई एकदमै हृदयदेखि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँ बुवाले मलाई पहिलादेखि नै नानी यो ठाउँमा जानुपर्छ भनेर धेरैचोटि भनिसक्नु भएको थियो र आज यो संजोगले यहाँ आउने मौका पाएँ। म एकदमै खुसी छु। मलाई थाहा छैन बुवालाई यो ठाउँमा के देख्नु भएको छ, के गरिराख्नु भएको छ। उहाँले मेरो बारेमा त धेरै प्रशंसा त गरिसक्नु भएको छ। तैपनि अब आफ्नो कार्यक्षेत्र हुन्छ, आफ्नो चाहिँ काम गर्ने शैली हुन्छ, आफ्नो चाहिँ आफूले गरिरहेको अनुभव सेयर गर्ने कुराहरू हुन्छ। त्यसमा चाहिँ मैले बुवाहरूको सेक्टर एउटा भयो भने मेरो सेक्टर चाहिँ हामी बाउ र एउटै परिवारमा पनि हामी फरक उसमा छौँ। फरक भन्नु खोजेको कारण किनभने मलाई मेरो बुवाआमाले सानैमा बिहा गरेर पठाइदिनु भयो र मेरो घर परिवार चाहिँ क्रिस्चियन धर्ममा हुनुहुन्न थियो र नभएको घरमा विवाह भइसके पछाडि म क्रिस्चियन भइकन पनि छोडेको र पनि मेरो छोराछोरी चाहिँ सबैजना क्रिस्चियनमै छन्। मैले छोरी क्रिस्चियन धर्मबाट नै बिहा गरेको, अहिले नर्वेमा छ। ज्वाइँ त्यहाँको चर्चमा गिटार बजाउँछ, त्यहीँको नर्वेको सरकारी चाहिँ यस्तै चर्चहरूमा। छोरी त्यहीँ पढ्दैछ र त्यहीँकै एउटा स्कुलको चाहिँ मास्टरमा चाहिँ नाम निकाल्न सफल भएको छ भर्खरै। कान्छी छोरी विजय ज्योति मण्डली भन्ने घर छेउमै छ, त्यहाँको चाहिँ सहपास्टर छ कान्छी छोरी। यो यति राम्रो परिवारमा हुर्केको मान्छे म चाहिँ अलिकति भिन्न चाहिँ किन भयो भने उहाँहरू एउटा धर्मको सेवा संस्कार गरेर हिँड्नु भएको छ भने म चाहिँ एउटा जति पनि यो नेपालमा चाहिँ छौँ नि हामी सुकुम्बासी भूमिहीन जति पनि भूमि अधिकारबाट वञ्चित भएका मान्छेहरूको लागि चाहिँ एउटा मौलिक हक र अधिकार पाउनुपर्छ भन्ने लक्ष्य बोकेर म 14 वर्षको उमेरदेखि हिँडेको, अहिले 42-43 वर्ष भएँ र मेरो यो दौडानमा कतिपय मान्छेहरूले चाहिँ आफ्नो अधिकार प्राप्त गर्न सफल भएको छ। म त्यसमा एकदमै खुसी छु। मैले आफ्नो परिचय छुटाएँ। म पार्वती थामी, मेरो घर चाहिँ सिन्धुपाल्चोक हो होइन। अहिले म हाम्रो केन्द्रीय कार्यालय चाहिँ चितवनमा छ। त्यो केन्द्रीय कार्यालयमा चाहिँ हाम्रो एउटा भवन बन्दै थियो र म त्यहाँ भएको भएर पनि आज यहाँ आउन सफल भएँ। र हामीले गर्ने काम भनेको अहिले अब यहाँ भोक लागिसकेको छ, यो कुरा गर्दा धेरै छ, यसको प्रक्रियाहरू धेरै लामो छ। अरू समयमा पनि यहाँहरूको त्यस्तो समस्या छ भनेदेखि हामीले काम गर्ने सवालसँग मिल्दोजुल्दो विषयहरू छ भनेदेखि हामी फेरि पनि आएर यहाँहरूसँग हामी छलफल गर्न सक्छौँ। यहाँहरूले अहिलेसम्म बसोबास गर्दै आएको जमिन कस्तो खालको जमिनमा बसोबास गर्नुभएको छ, आफ्नो रैकर जमिन छ कि छैन यहाँहरूसँग, यस्तो ऐलानी जग्गा गाउँ ब्लक जग्गा कसैको जग्गा नै हुँदैन होइन। त्यस्तो सवालहरूलाई छानेर चाहिँ हामीले नेपाल सरकारले बनाएको जुन नीति नियमहरू छ त्यो नीति नियमभित्र रहेर चाहिँ हामीले यस्ता चाहिँ भूमि अधिकारबाट वञ्चित मान्छेहरूको लागि चाहिँ एउटा वकालत गर्ने काम गर्छौँ हामीले। यो चाहिँ सिन्धुपाल्चोक जिल्लाबाट सुरु भएको यो अभियान अहिले 77 जिल्लामा चाहिँ यो अभियान चलिरहेको छ र यो अभियानले धेरै मान्छेहरूले आफ्नो जमिनको चाहिँ पूर्जा प्राप्त गर्न सफल भएको छ। यो मैले आफूले काम गर्ने संस्थाको सिनारीमा। अर्को कुरा भनेको अहिले यहाँ जति पनि हाम्रो गुरुबाले यो आफ्नो जुन एउटा यो संस्था दर्ताको कुरा गर्नुभयो नि, यो एकदमै सराहनीय काम हो। यसमा तपाईँ हामी सबैले साथ दिन सक्यौँ भनेदेखि चाहिँ यसमा यो अहिले भर्खरै एउटा जिल्लाबाट सुरु भएको चाहिँ हामी 77वटा जिल्लाको मान्छे एक ठाउँमा आयो भनेदेखि हामीले केन्द्रीय कार्यालय खोल्न नसक्ने असम्भव कुरा केही पनि छैन यहाँनिर। मैले 77 जिल्लामध्ये अब 2टा जिल्ला घुम्न बाँकी छ। 2टा जिल्ला त्यत्रो जिल्ला घुमिसक्दा पनि सहभागिताको हिसाबले हेर्ने हो भने अभियान आन्दोलनहरू हरेक कुरामा चाहिँ महिलाहरूको बढी जमात हुन्छ त्यहाँनिर। अनि त्यो महिलाहरूले सुनेर घरमा जान्छ, पुरुषहरूले बुझाउन चाहिँ गाह्रो हुन्छ क्या। तर यहाँ यति खुसी लाग्दो कुरा छ कि युवा हुनुहुन्छ, पुरुष हुनुहुन्छ। अनि म चाहिँ मेरो श्रीमानदेखि डराउँदिनँ होइन। कतिपय महिलाहरू अझै पनि डराउँछन् कि त्यो कुन ठाउँमा म जान खोजेको छ भने श्रीमानले त त्यहाँ जान्छस् भन्ने बित्तिकै बिचरा अझै पनि यसरी हात बाँधेर बस्ने स्थिति अवस्था छ हाम्रो ठाउँमा होइन। र अब यहाँ त पुरुषहरूले बुझ्नु भएको छ यो कुरा चाहिँ आफ्नो परिवारमा लानुभयो भनेदेखि महिलाहरूले पक्कै पनि कुरा काट्नु हुने छैन। र यति पुरुषले बुझेको कुरा चाहिँ आफ्नो घर परिवार आफ्नो समाजमा आफ्नो छिमेकीमा लगेर चाहिँ यो कुरालाई प्रचार प्रसार गरिदिनु भयो भने, फैलाउनु भयो भनेदेखि कसरी हुन्छ हामीले हाम्रो समाजले अगाडि बढाउनु छ, कसरी हुन्छ हामीले चाहिँ हाम्रो हक अधिकारहरू चाहिँ प्राप्त गर्नु छ। हामीले प्रभु त पाएका छौँ, तर हामीले प्रभु पाएका छौँ भनेर यसरी हात बाँधेर बस्यौँ भने
हामीलाई चाहिने मानव जीवनलाई चाहिने आवश्यकता कुराहरू चाहिँ त्यतिकै आउँदैन क्या। हामीले खोज्नुपर्छ भनेर चाहिँ हामीलाई हात दिएका छन्, खुट्टा दिएका छन्। त्यो भएको भएर हामीले जति पनि पाउनुपर्ने हामीले सेवा सुविधा अधिकारका कुराहरू चाहिँ हामीले चारैतिरबाट नङ्ग्याएर हुन्छ कि खोस्रेर हुन्छ कि दिमाग लाएर हुन्छ कि आफूले पाउनुपर्ने अधिकार चाहिँ हामीले त्यसरी लिनुपर्छ भन्ने चाहन्छु। यहाँ कुरा त धेरै गर्नु छ होइन, सबैले हामीलाई पनि समयको एकदमै अभाव छ, बाटोमा गाडी फुटालेको भन्ने कुरा आइसकेको छ र यति भन्दै यहाँहरूसँग भेटघाट भयो एकदमै खुसी लाग्यो। म मेरो आदरणीय बुवालाई एकदमै धन्यवाद दिन चाहन्छु र गुरुबाहरूलाई पनि अन्तरात्मादेखि धन्यवाद र यहाँहरू सम्पूर्णलाई पनि धन्यवाद भन्दै बिदा हुन्छु।